हेलो गाइस, आज भिडियोमा सबैलाई स्वागत छ। आजको भिडियो छु माइनक्राफ्ट अनि आजको भिडियोमा हामी बनाउने वाला छौं स्पियर फार्म। क्या बात है सर, क्या बात है सर, क्या र यस स्पियरलाई हामी टेस्ट गर्ने वाला छौं। यो स्पियर नयाँ अपडेटमा आइसकेको छ। अनि कुन मटेरियलहरुले स्पियर बन्छ त्यो पनि हामी हेर्ने वाला छौं आजको भिडियोमा। हामी यी ब्लकको युज गरेर बनाउने छौं यसलाई। हुन त यी ब्लक त्यति राम्रो पनि देखिनन्, तर यसले चाहिँ स्ट्रक्चर बनाउनमा हेल्प गर्छ हामीलाई। हुन त स्ट्रक्चर हामी स्क्वायर बनाउने छौं जहिले पनि। ल यो आखरी ब्लक त्यति त के छ। यो ब्लकको कारण स्ट्रक्चर बनिसकेको छ हाम्रो। अनि त्यसपछि अब अहिले यो फाइट गर्न आएको थियो मदेखि। अनि अब यसलाई चाहिँ अलि सुन्दर बनाउनको लागि यतातिर ब्लक प्लेस गर्नुपर्ने छ। यसको माथि चाहिँ हामी यो ब्लक प्लेस गरौँ, सायद यो वाला प्लेस गरौँ हामी। अनि यसलाई चाहिँ प्लेस गरिराख्छु म त्यसमा। अब यो लास्ट ब्लक प्लेस गर्दैछु। लास्ट भइहाल्यो। म यसको छत लगाउने छैन। अनि यसको चाहिँ यसमा चाहिँ यो प्लेस गरिदिन्छौँ हामी, ताकि कोही बाहिर भित्र नआइ। के हुन्छ धेरै बाहिर भित्र नगरिसकोस् त्यसैले। अनि चाहिँ यति भइसक्यो। अब यसको चाहिँ अंदरको काम गरौँ हामी। यसको अंदरको काम गर्नलाई पहिला चाहिँ हामीले अर्को मसिन बनाउनु पर्ने छ। सबभन्दा अगाडि मसिनको लागि यो चाहिएको छ। टेस्ट छँदैछ अगाडिदेखि। अनि यो र यो चाहिएको छ मलाई। सबभन्दा पहिले मलाई यसलाई प्लेस गर्नुपर्ने हुन्छ। त्यसपछि यो बोतललाई यता अनि यसलाई यता अनि त्यसपछि चाहिँ चेस्टलाई चाहिँ यसको यता। अनि यसको चेस्टमा चाहिँ हामीले राख्नुपर्ने हुन्छ। जस्तै यो प्लाटिनम छ भने चाहिँ प्लाटिनम र थर स्टिक पर्फेक्ट। अनि यसबाट चाहिँ शायद थोरै बिग्रियो मेरो गल्ती गल्ती। अनि अघि बिग्रेको थियो मेरो मसिन, अहिले चाहिँ बनिसकेको छ गाइस मसिन। देख्न सक्नुहुन्छ बिग्रेको चाहिँ मलाई अलि टाढो छ, देख्न सक्नुहुन्छ यसरी। अनि अरू पनि यसरी काम गरिरहेका छन्, यसरी दिइरहेका छन्। त्यसैले यो मसिनको काम चाहिँ भइहाल्यो। अब अरू काम गर्न बाँकी छ। अनि यो काम यता साइड गर्नु छ। अनि यो राम्रो देखिन्छ भनेर यसरी सजाइदिएको ताकि यहाँ लागोस् कि थोरै छ भनेर। अनि त्यसपछि चाहिँ यसलाई यस्तो लगाइदिनुलाई हामी, ताकि यो राम्रो देखोस् भनेर। त्यसैले अब हजुर पनि बनाउन सक्नुहुन्छ यस्तो। अनि यस्तो लगाइदिनु यसको कभर, प्लाटिनमको कभर हुने यस्तो बनिसक्यो। दुईटाको लगाइहाल्छु। अनि त्यसपछि गाइस अनि
गाइस स्टोनको लगायो यसरी स्टोनको ल यो आइरनको पछि लगाइहाल्छु अनि अब चाहिँ यसलाई म्यानेज गर्नको लागि हामीले आइरन फर्स्टमा हामी यसमा चेस्ट राख्दियौँ चेस्ट यसलाई चेस्टलाई फिक्स गऱ्यौँ अनि यसलाई चाहिँ हामी यसरी राखिसकेको छौँ अनि यहाँ चाहिँ हामी यसलाई स्पुन गरिदिउँ यसरी बनिसक्यो गाइस अबदेखि काम गर्छ यता हाम्रो अर्को यसलाई पनि स्पोन गरिदिउँ हामी 3 4 तीनवटा यसलाई यस्तोलाई स्पोन गरिसकेको छ अब अलि थोरै रातिलाई गाइस अनि यति चाहिँ बनिसकेको छ हामी चाहिँ यसको छत लगाउनेवाला छैनौँ किनकि अब हामी पुरानो डिजाइनवाला बनाउने होइन गाइस हामी नयाँ डिजाइनवाला बनाउने हौ र यसमा छत लगाउँदैनौँ हामी र अनि यस्तो यसलाई चाहिँ अलि सजावटको लागि यो वाला ब्लक लगाइदिउँ हामी गाइस यसलाई चाहिँ यसमा अलि राम्रो देखिरहेको छ अनि 10 बार ये मेरे फिर से ओके फिर से इसके अंदर अंदर से इस तरीके यो चाहिँ पुरै लगाइदिउँ हामी यसको अनि यो चाहिँ आखिरी ब्लक अनि यस्तो भइसकेको छ यस्तो प्रकारको भइसकेको छ यसरी जाने बित्तिकै यस्तरी मसिनहरू देखिन्छन् यहाँ काम गरिरहेका गोलामहरू देखिन्छन् अनि मैले चाहिँ नर्मलहरूको पनि बनाएको छु अब त्यो वाला काम लाग्छन् भनेपछि म तिनीहरूको पनि बनाउँछु पहिला चाहिँ तिनीहरूको टेस्ट गरौँ हामी अब म यसलाई चाहिँ चेक गर्ने अनि गाइस अब चाहिँ हामी यसलाई हेर्नेवाला छौँ यो हुन्छ कि नै भनेर यी दुईटा चाहिँ यी दुईटालाई यी दुईटा देखेर लागिरहेको छ होला भनेर पहिला टेस्ट गर्नेवाला छौँ हामी यसलाई तारो क्राक भएर हुन त देख्दाखेरि यो पुरै सेम टु सेम स्पेयर जस्तै लाग्दै थियो तर यो देख्नमा चाहिँ यो लाग्छ तर यो स्पेयर चाहिँ डायमन्ड त सबैलाई थाहा छ यसले स्पेयर बनिहाल्छ यसरी बनिहाल्छ तर एमरल असँग केही पनि काम लाग्छ मतलब त्यो त काम लाग्छ ट्रेडिङ गर्न तर यो कुनै पनि हतियारमा काम लागेको छैन हतियार कुनै पनि कपडामा लेदर तक लागेको छ यो लागेको छैन अब यो चेक गरौँ यो कहिले पनि काम लाग्नेवाला छैन गाइस अनि यसको बन्न मतलब कि काम छैन यसको अनि त्यसपछि चाहिँ अब चाहिँ यति चाहिँ बनिसक्यो अब यो हेर्नुहोस् यो चाहिँ देख्नमा यताबाट सिम्पल पनि लागिरहेन यस्तो यो के को भन्ने केही थाहा पाइन्न अब यसलाई हेर्नु पर्यो यसलाई के बनाउने भन्दाखेरि अब यसको चाहिँ यो बनाउनु पर्छ हामीले यो इस प्रकार रहनेछ त्यति राम्रो पनि छैन तर ठिकठाक छ काम चलाउनु पर्छ हामीले